हेलो साथीहरू, नमस्ते। मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज म बनाउन गइरहेको छु लप्सीको अचार। लप्सीलाई पानीमा राम्रोसँग धोई पखाली गर्नुपर्छ। लप्सीलाई 2-3 चोटि धोई पखाली गर्ने। त्यसपछि एउटा भाँडामा राखेर पानीसँग यसलाई उमालेर बसाल्नु पर्दछ। लप्सीलाई पानीमा राखेर यसरी बफाएर पकाउनु पर्दछ। लप्सीलाई यसरी हामीले भाँडामा राखेर बोक्रा र गुदीलाई छुट्टै छुट्टै भाँडामा राख्ने गर्छौँ। यसो गर्नाले लप्सीको अचारमा भित्रैसम्म मसला पसेर लप्सीको अचार मिठो हुने गर्दछ। अचार बनाउनुको लागि हामीले रेडी गरिसकेका छौँ। अचार बनाउनुको लागि कराई बसाल्ने। कराई तातिसकेपछि यसमा हामीले तोरीको तेल राखेका छौँ। हजुरहरूले सोयाबिनको तेल राखेर बनाउँदा नि हुन्छ, तर तोरीको तेल राख्दाखेरि अचारमा स्वाद राम्रो आउने गर्दछ, मिठो हुने गर्दछ अचार। तेल तातिसकेपछि यसमा हजुरले यो 5 फुरन फुराइदिनु पर्दछ। मसलालाई अलि रातो रातो हुन्छ खराउनु पर्छ। त्यसपछि यसमा हामीले खुर्सानी राखिदिनु पर्छ। खुर्सानी रातो भइसकेपछि यसमा हामीले लप्सीको बोक्रा राखिदिनु पर्छ। लप्सीको गुदीभन्दा बोक्रा ढिलो गर्ने हुँदाखेरि हामीले लप्सीको बोक्रालाई पहिले पकाउने गर्दछौँ। यो पाकिसकेपछि हामीले यसमा लप्सीको गुदी राखिदिनु गर्दछ। राखिसकेपछि यसलाई राम्रोसँग चलाइदिनु पर्छ। तेल जताततै लाग्ने गरी यो लप्सीलाई एकछिन चलाएर भुट्नु पर्दछ। अब यसमा स्वाद अनुसारको हामीले नुन राखिदिनु पर्दछ। स्वाद अनुसारको हामीले घरमै बनाएको जिरा धनियाँको धुलो राख्नु पर्दछ। स्वाद अनुसारको हामीले प्याकेटवाला जिरा धनियाँ मिक्सवाला मसला राखिदिनु पर्दछ। स्वाद अनुसारको बेसार मिसाइदिनु पर्दछ। लप्सीलाई सबै मसला राखेर यो पाकिसकेपछि यसमा हामीले स्वाद अनुसारको चिनी एड गरिदिनु पर्दछ। यसमा हामीले चिनी राखिसकेपछि यो चिनी नडल्ला भनेर हामीले सानो ग्यास गराएर यसलाई छोडिदिनु पर्दछ एकछिन। यसै गरेर हजुरहरूले अचारलाई घरमै बनाएर पनि खान सक्नुहुन्छ। हजुरहरूलाई मैले बनाएको अचारको भिडियो कस्तो लाग्यो? लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। हस्, बाई बाई।